मुनिबाट थियो क्या मुनिबाट थियो भने माथिबाट पाक्छ कि मुनि पाक्नु त पाक्छ मजाले हो पाकेर पनि पाक्छ कि थिचेर हाल्नु पर्छ है थिचेर हाल्नु पऱ्यो दाइ मिलाउनु मिलाउनु चाहिँ दाउरा होइन मिलाउनु बुकको भइसकेको छ एउटा हाल्दैछ दाउरा हाल्नु दाउरा तपाईँ घर पर्दैन बेसी बिग्नोर पनि बोल्दैन कि पुरा कसेक्टै हुन्छ कि पाक्छ थिचेर हाल्नु पर्छ मैले भने लड्ला है फेरि लड्दैन तिमीले कहाँ लाउँछौ तिमी फिक्स हो नि त थिचेर हाल्नु पर्छ अलिक ठिक मजाले पाएको चाहिँ चिज चाहिँ है चित्त पाक्छ नि अन्त अब अब एउटा काम गर्छु नि त है एउटा काम गर्छु के भन्नुहोस् त पुरा आगो दिनु पुरै कोइला मुनि झार्नु यसलाई माथि राखिदिउँ एकछिन चिम्ली बन्द गर्नु पर्यो तिमीले कोइला पुरा आगो दिनु पऱ्यो नि त हाल्नु त बटन बोल्छ अहिले त पहिला जस्तो कहाँ आगो यसो अब कति मिनट आधा घन्टामा छ अब चाहिँ पाक्नुको लागि चाहिँ रेडी छ हाम्रो कुक चाहिँ उयो हुनुहुन्छ हो हाम्रो खाने भाँडा चाहिँ यहाँ चाहिँ हामीले यस्तो बन्द चाहिँ नयाँ आइटम यसलाई कुन चाहिँ आइटम भन्यो थाइल्यान्ड अन्डा करी आमा यो थाइल्यान्ड अन्डा करी आज हाम्रो यहाँ पप्पु ठोकर सेफले बनाउनु भएको यस्तो हुन्छ यहाँ यस्तो बन्छ है यहाँ चाहिँ अब हाम्रो बनाउने हुनुहुन्छ यहाँ त सघाउने हो हात बनाउने चाहिँ यता तर आज ड्रेस लाउनु यहाँ अरू एकदम रेडी भइसक्यो डुकु रेडी भइसकेको छ पुच्का त चल्दैछ यहाँ मार्तार त नदेख्नु होला यहाँ पाक्दैछ इडलीमा दामी गर्छ देखाइदियो यस्तो भन्दैछ तन्दुरी त अघि हेरिसक्यो हालिसकेको छ नि ए यहाँ तन्दुरी पाक्दैछ ए जानु त आइतबारको थियो प्राण के हाम्रो थाइल्यान्ड उयो हो थाइल्यान्ड कति मजा यो चाहिँ अब म जोड्छु
यो चाहिँ तपाईँले चिन्नुहोस् यो चाहिँ केले के बनाएको भन्ने कुरो चाहिँ हो हेरिदिन्छ क्लियरली हो अब यो तपाईँहरूले चिन्नु सक्नु भयो भने चाहिँ तपाईँहरूलाई चाहिँ म उयो गरिदिन्छु ल थ्याङ्क यू हाम्रो भाइलाई हाम्रो यो एकदम कोरियन सेप हो घरमा भात चाहिँ खाने कि खान्छ नि भुइ यिनीहरूको त डाइट त लगेको छ नि यो दुइटाको डाइट त म मनपर्छ यो अहिले खिच्दिनु पर्छ यिनीहरू यहाँ चाहिँ अब हाम्रो अर्ग्यानिक है यो अर्ग्यानिक अर्ग्यानिक निकाल्नु हुँदैछ हाम्रो पप्पु ठकुली सेप हेड सेप हाम्रो हो यहाँ यो चाहिँ हाम्रो फेरि त्यो हल्ला गुल्लाको सेप होइन यहाँ चाहिँ हाम्रो दाजुभाइको सेप हो नि यहाँ खोल्नु हुँदैछ हाम्रो चिल्लीको मालिक समाचार अब अलिक खान्छ तपाईँले हेरिदिनुहोस् कमेन्ट गर्नुहोस् के हुन्छ दिनु सक्दैन हामी देखाउनु सक्छ हामी दिनु सक्दैन देखाउनु सक्छ तपाईँहरूलाई भनेको नि यहाँ ब्लग जस्तै हाल्नु पर्यो नि त जो हेर्नु चाहिँ म त साह्रै उस लागेन नपाक्ने चाहिँ कस्तो खालको कागजमा केराको त नहालेको अब हुन्थ्यो नि कहाँ हो हाल्नुपर्छ त्यो त झन् युनिक हो नि केराको पत्तामा हाल्नु झन् युनिक हो त्यो त झन् दामी हुन्छ केराको पत्ता छैन भित्र सुकिसकेछ डढेर खाली भइसक्यो छैन त किन मैले यसले गर्दा सबै यो चाहिँ सबै यसको हातमा यसमा सबै टक्कै राखेर के गोर्खे आइटम है निम्बु छ हो यो त कोरियन हो नि दादा कोरियन जो जो यो त गोर्खे है नि आज सब कोरियन छ नि खाना हेर नि डिस कोरियन सब कोरियन आज आज केही छैन ए, हाल्नुपर्छ होला, निम्बु अलिक छनु निम्बु सिम्बु सब हालेको छु मेनिमेट गरेको छु सब गरेको छु। झन् अमिलो खान्छ नि खाऊ न जुलुम 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 मलाई अलिक देखेँ त एकपल्ट यसो गरेर फ्यास मासु पनि झार्दैन हड्डी चाहिँ टक टक त्यो हो त्यो हुन्छ नि त्यो भिडियोमा हुन्छ बाफेर पाएको यो चाहिँ यही हो या ल अब चाहिँ त्यो चाहिँ हो देखेन अब टक टक गरेर लु त ल एउटा छुरी एउटा चट्टा काटा देखाइदिएर देखेको पऱ्यो नि तैँले। एउटा छुरी एउटा काटी टक्क देखा त ले त ल हटाइदिएर आउँछ यहाँ हटाइ सँगै भाइ यहाँ छ हो यो चाहिँ अब यहाँ आउँछ आमा यो चाहिँ सबभन्दा फर्स्ट जेठा लाऊ अब मेरो चाहिँ फोटो खिचेको छु लाउन लाउन अब सोगेन्दाल खिच्छ जेठा लाऊ ए एरा दिन त तिमीलाई हो तिमीलाई उडे दे रमाइला गर्नुपर्छ म चाहिँ ठेरेर गर्दैछु यिनीहरू बेसी हो। जुलुम नि आयो जुलुम ल पक्रि तोले यता कता भिडियो भनेको जुलुम नि गरे गरे त्यस्तो उल्टा भयो उता फर्कामा भनेको हो त्यो चाहिँ मपट्टि त्यो चाहिँ नखिच्ने यसरी खिच्ने यसरी बनाउँदाखेरि लु पप्पुले त एउटा यहाँ भिडियो गर्दैछ यहाँ भिडियो गर्दैछ दामी 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 भनेको जस्तो भएछ त यो डोरी चाहिँ निकाल्दा पक्क दाम भयो है डोरी डोरी एकदम तुमका आम्बो दामी भएछ नि यो ल नुन खानेलाई खाऊ हल्का हालेर नुन चाहिँ अलिक हाल्नुपर्छ हल्का है लु त म ठेरा टाइम भएछ भाइ नुन चाहिँ साइडमा अलिक जानु जुलुम भएछ टाइम भएछ आमा जुलुम भएछ रे तुम खा, पप्पु, सोचेको जस्तो भएछ नि हौ तुमका सोचेको जस्तो भएछ दामी दामी भएछ दामी लु बसेर खा बसेर काटा निकाल्दै खानु निकाल्दै लु राख्नु चाहिँ पर्छिमा चाहिँ यहाँ हाम्रो थाकेर बस्नुपर्छ हेर्नु सिमी खाइ खाइ थगेको छ